एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज हजुरहरूलाई हाम्रो डे 5 मामा घरको बसाइको बारेमा के क्लिप्स राखेको छु। कृपया पुरा भिडियो हेरिदिनु होला। बिहानै उठेर मेरो छोराहरूले चाहिँ कुकुरलाई देख्यो, यसको नाम चाहिँ पाटे हो। अनि यससँग मलाई एकदम मन पर्यो। कुकुर नित्लाउँछु मन छ हेर्नु। अनि यति सम्झाएँ मैले, यति सम्झाएँ के गर्नु के अब धेरै सम्झिने बेला पनि बचेन नि त। अब कुकुरसँग कसरी नित्लाउनु। अब सोच्न पर्ने बाध्यता भयो। अनि त्यसपछि बाबालाई भने, अनि बाबाले पनि सोचिरहनु भएको छ कुकुर र मान्छेको मिल्छ कि मिल्दैन। उसलाई एकदम मन पर्यो अरे। कुकुर पनि एकदम ज्ञानी कि जे भन्यो त्यही मान्ने। अनि सोचिरहनु भएको बाबाले। अनि फेरि भाइ पनि त्यही गरेर झुम्मिन्छ हेर्नु। अनि त्यसपछि त्यो भाइ पनि हो मलाई मन पर्यो हुन्न, दाइले होइन मैले हो मित्लाउने भन्छ हेर्नु। कति गाह्रो दुई भाइलाई सम्झाउँदा धेरै गाह्रो भयो। अनि मामाले चाहिँ एकदम पानी परेको थियो नि त। अनि त्यसपछि बिहानै दुईजना मान्छे खसी काट्ने भनेर बोलाउनु भएको रहेछ। हामीलाई फेरि थाहा भएन। अनि मामा चाहिँ खसी खाने होइन मामा, धेरै मासु खाने होइन मामा, घरमा मासु खाँदा धेरै उस भइसक्यो भने मान्नु भएन, होइन एउटा खसी त खानै पर्छ भन्नुभयो। अनि ठिकै छ नि त, अब अहिले खाम। अनि केही पऱ्यो भने अब औषधि गरौँला, अब त्यस्तो नपच्ने केही भयो भने भनेर। अनि के गर्नु, मामाले भनेको मान्नु पऱ्यो। अनि दुईजना दाइहरूले मजाले मासु काट्नु भयो। अनि फेरि मामाले पकाउनको लागि रेडी गरिदिनु भयो, सानो पिस बनाएर। अनि त्यसपछि मजाले आगो फुकेर तेल हालेर तेललाई मजाले तताएर तेललाई एकदम मजाले खराएर अनि त्यसपछि हामीले त्यसमा प्याज राख्यौँ। अनि प्याजलाई मजाले भुट्यौँ। लगभग प्याज पनि टन्नै घरको एकदम आफ्नै बारीको एकदम अर्ग्यानिक प्याज टन्न खानुपर्छ प्याज भनेर मजाले प्याज काटेर भुट्यौँ। मजाले प्याजलाई रातो हुने गरी भुटेर त्यसमा अब हामी अझ एकछिन मजाले टाइम लाग्यो त्यो प्याज भुट्नको लागि। अनि मासु राख्यौँ। अनि त्यसपछि मासुलाई पर भुटेर लगभग हामी अब खसीको मासु त अलिकति टाइम लाग्छ नि त कराईमा भुट्नलाई, च्याप्प पाक्दैन खसीको मासु। अनि त्यसपछि लगभग पाक्नलाई 1 घन्टा जति लाग्यो। अनि छोराछोरीहरू केटाकेटीहरू एकदम आत्ते थिए, एकदम रोगाएर अब यस्तो जाडोमा खसीको रससँग खाना खुवाउने भात खुवाउने भनेर हामीले पनि केही खाना दिएनौँ। एकछिन वेट गरेर भन्दै बस्यौँ। त्यसपछि अनि मजाले मासु भुटेर चलाएर एकदम राम्रोसँग मजाले कराईमा भए पनि हामीले खसीको मासु पकायौँ र केटाकेटीलाई खाना दियौँ। अनि मजाले नानी बाबुहरूले मजाले मिठो मानी बाहिर पानी परेको यो मौसममा मजाले मासु खाए। म चाहिँ नयाँ युट्युब च्यानल भर्खर खोलेको हो। कृपया सबैजनाले सब्सक्राइब गरिदिनु होला। धन्यवाद यस्तो भिडियोको लागि। धन्यवाद।